आएर म चाहिँ आज सानो मिनी भ्लग बनाउँदैछु है। यहाँ चाहिँ मेरो खाना पकाइछ अनि म चाहिँ यसरी चार्जमै राखेको छु साथीहरू है। मेरो मोबाइलमा चार्ज छैन, त्यही भएर अहिले चाहिँ आज मैले दिनभरि के गर्छु तपाईँहरूलाई चाहिँ थोरै क्लिप देखाउँछु। थ्याङ्क यू साथीहरू। म चाहिँ रेडी भएर यहाँ गाडी कुर्दैछु है बेनी जानको लागि। आज ढिला नै भयो, पसल चाहिँ अब गएर बल्ल खुल्ने हो। 11 बज्न लागिसक्यो अनि गाडी चाहिँ मेरो यताबाट आउँछ साथीहरू। अझसम्म आएको छैन, बसिरहेको छु। हेरौँ अब कति बेला आउँछ अनि जान्छु ल। आउन चाहिँ आयो है साथीहरू, आएको छ नि, नरोक्नेवाला गाडी हो क्या। फाइनल्ली साथीहरू धेरै वेट गरे पछाडि चाहिँ बिबिआना आएको थियो अनि मैले चाहिँ ठाउँ छैन होला भनेर बसेको थिएँ। अनि ठ्याक्कै त्यहाँको ड्राइभर दाइले चाहिँ जाने हो बहिनी भनेर सोध्नुभयो कि। अनि गाडीभित्र त खाली रहेछ अनि मिलनचोकमा एकजना आन्टी ओर्लिनु भयो अनि झनै खाली भयो। अनि म अनि ड्राइभर दाईको साथी 3 जना मात्रै गयो सरर परेर बेनी बजार। अनि साथीहरू यो काली गण्डकीको पुलमा हिँड्दै थियौँ कि अनि त्यही भएर चाहिँ मैले ढोक गरेँ। अनि सबै गाडीले चाहिँ 100 रुपियाँ लिनुहुन्थ्यो अनि उहाँले चाहिँ कति लिनुहुन्छ भनेर चाहिँ मैले पहिला नै भाडा रेडी पारेर बसेको थिएँ कि। कति हो अझै खुजुरा छैन। थ्याङ्क यू दाइ। साथीहरू 11 बज्न लागिसक्यो हेर्नुहोस् न। म चाहिँ बल्ल पसल खोल्न जाँदैछु है, हिँड्दैछु। म कति बेला खोल्छु। आज चाहिँ मेरो अलिकति अर्को पनि काम छ, म सम्भव मिल्यो भने चाहिँ त्यो पनि देखाउने छु है तपाईँहरूलाई। तर थाहा छैन देखाउँछु कि देखाउँदैन, किनकि म झुट बोलेर हिँडेको छु घरबाट। तपाईँहरूलाई देखाउन पनि सक्छु, नदेखाउन पनि सक्छु ल। देखायो भने ठिकै छ, नदेखायो भने पनि ठिकै छ। बेनीको ओल्ड रिङ अफिस चाहिँ कतिजनाले देख्नु भएको छ। त्यो ओल्ड रिङ अफिसको गल्ली ठ्याक्कै अपोजिट गल्लीमा चाहिँ मेरो सोयु बेबी सप छ। म तपाईँहरूलाई बिस्तारै लगेर देखाउँछु है साथीहरू। लास्टसम्म हेर्नु होला। कहाँनिर छ भने पछाडि चाहिँ त्यहाँ ब्लू कलरको कुर्ता लगाउनु भएको छ नि, हो त्यहाँनिर बोर्ड देख्नुभयो साथीहरू। मेरो पसल चाहिँ यही हो। अनि साथीहरू म चाहिँ पसलमा छिर्दा सधैँभरि ढोक गर्छु कि। आइसकेको छु है, यो चाहिँ मेरो पसल रहेको छ साथीहरू। अब चाहिँ मैले यसलाई साफसुफ पार्नु पर्नेछ। सबै लथालिङ्गै बकाइमै भएको छ है। चाहिँ अल्छी लाग्यो, त्यही भएर चाहिँ गरेको थिएन। अब चाहिँ छिटो चटाचट पारेर तपाईँहरूलाई देखाउँछु। अब को कस्टमर आउनुहुन्छ सम्भव भएसम्म चाहिँ देखाउँछु। तर म पनि त्यति धेरै कम्फर्टेबल छैन नि त भिडियोमा, अनि कस्टमरहरूसँग देखाउनु पनि लाज लाग्छ साथीहरू है। सम्भव भयो देखाउँछु, नत्र भए ठिकै छ। अब के हुन्छ तपाईँहरूलाई देखाइ नै हाल्छु। थ्याङ्क यू। यहाँ चाहिँ मेरो अर्डरको भिडियो बनाउँदै थिएँ है। अनि यो चाहिँ मेरो प्यारी बहिनीले चाहिँ अर्डर गरेको थिएँ। उसको घरदेखि उसको घर चाहिँ डिमुवा तिलारमा हो साथीहरू। अनि आफूले मात्रै नभएर उसको जेठानी दिदीहरूले पनि अर्डर गर्नुभएको थियो कि। अनि भिडियो बनाउन कति गाह्रो भएको कि साथीहरू। हामी नभेटेको धेरै नै दिन भयो नि त। अनि त्यही भएर कस्तो राम्रैसँग बनाउँछु है, अनि लास्टमा कुरा गर्दा फेरि हाँसो आउँछ। त्यस्तो गाह्रो भयो यो भिडियो बनाउन। अनि मैले कति टेकमा बल्ल अलिअलि आफूलाई मन सम्हालेर राखेको भिडियो चाहिँ टिकटकमा राखेँ। तर मलाई एकदमै गाह्रो भएको थियो कि यो भिडियो बनाउनको लागि। अनि साथीहरू अनि मैले चाहिँ सामान रेडी पारेर चाहिँ हाम्रो 12-12:30 बजे कुरियरको गाडी जान्छ कि। अनि त्यही भएर छिटो कुरियरको अफिसमा पुर्याउँदैछु। अनि साथीहरू हेर्नुहोस् त फाइनल्ली म कहाँ आएँ। आज चाहिँ यहाँ डान्स कम्पिटिसन थियो अनि म चाहिँ यहाँ आएको के।
साथीहरू हामी चाहिँ एकदमै धेरै खुसी भयो हामी बाहिरबाट हेरेर सपोर्ट गर्नेलाई त यति धेरै खुसी मिल्छ भने डान्स सिकाउँदा कति दुःख हुन्छ डान्स सिक्दा कति दुःख हुन्छ है त्यो दुःख त्यो मेहनतले आज सफल पाएको छ अनि खुसी नहुने त कुरै छैन त्यो खुसीको त हामीले बयान गरेर नै सकिँदैन है सबै टिम एकदमै खुसी हुनुभएको थियो अनि हाम्रो भाइ बहिनी चाहिँ अलिकति भावुक पनि हुनुभयो हाम्रो त्यहाँ चाहिँ इमोसनल मोमेन्ट पनि भएको थियो तर मैले सबै कुरा क्याप्चर गर्न सकेन साथीहरू है हरेक कुरा क्याप्चर गर्न नसकिने रहेछ त्यही हो साथीहरू अनि सबैजनालाई धेरै धेरै बधाई छ अनि मेरो प्यारी साथी कञ्चन थापालाई पनि एकदमै धेरै बधाई छ तपाईहरू पनि यस्तै डान्सहरू सिकाउन चाहनुहुन्छ भने मेरो साथीको डान्स स्टुडियो छ तपाईहरू कतिजनालाई थाहा छ कतिजनालाई थाहा छैन है तपाईहरूको छोराछोरीलाई पनि सिकाउन चाहनुहुन्छ भने हाम्रो एबीसी डान्समा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ मैले चाहिँ माथि सम्पर्क नम्बर पनि राखिदिन्छु अनि लोकेसनहरू सबै चाहिँ फोन गरेर सोध्न सक्नुहुन्छ त्यही हो साथीहरू थ्यांक यू